सपना सपना जस्तो हुँदो रहेछ मन मरेपछि, खुसी खुसी जस्तो हुँदो रहेनछ तन झरेपछि। जिन्दगी त दोसाँधमा रहेको काँडा पो बन्दो रहेछ मनै जलेपछि। दिन त रात पो हुँदो रहेछ रारहरू गलेपछि। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म तपाईलाई तपाईकै डियर कल्याणमा। स्टुडियोमा आइपुगेको छु। मेरो बारेमा सोध्नुहुन्छ भने म ठीक छु, एकदमै पर्फेक्ट छु। मेरो बारेमा पनि धेरै सोध्नुहुन्छ तपाईँ इमेल मार्फत मलाई र सम्झना स्वरूप सोधिरहनुहुन्छ। म पनि मेरो बारेमा तपाईलाई जानकारी गराउन चाहन्छु। म अत्यन्तै खुसी छु तपाईहरूको माया, सद्भाव र स्नेह पाएर। त्यसै गरी काम व्यस्ततामा रहँदा पनि म अत्यन्तै खुसी हुने गर्छु र म तपाईहरूलाई सोध्न चाहन्छु, कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ, खुसीमा हुनुहुन्छ या विरहमा। जहाँ रहे पनि, जस्तो रहे पनि, जसरी रहे पनि म तपाईलाई स्वागत गर्छु कार्यक्रम मेरो कथामा र खुसी साथ रहनुहोस्। दुःख त मान्छेको जिन्दगीमा भइ नै रहन्छ। हामीसँग दुःख जहिले पनि हुन्छ। हामी दुःखबाट कहिले पनि पृथक हुन सक्दैनौं। जीवनको संघर्ष दुःख हो। जीवनका सपनाहरू जति हामी देख्छौं ती सबै दुःखका कुराहरू हुन् र त्यो बाहेक हामी आफूलाई खुसी राख्न सक्नुपर्छ। त्यो बाहेक माफ गर्नुहोला, त्यो बाहेक हामी आफूलाई खुसी राख्न सक्नुपर्छ र सद्भाव एकअर्कोमा बाँटेर बाँच्न सक्नुपर्छ। आफूभन्दा सानोलाई माया गर्नुपर्छ र आफूभन्दा ठूलोलाई आदर गर्नुपर्छ। र यदि काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्। सबभन्दा ठूलो कुरा काम हो र मैले बारम्बार भन्ने गर्छु, कामलाई कहिल्यै पनि सानो नभन्नुहोस्। काम ईश्वरको रूप हो। तपाईँ जुन काम गरिरहनु भएको छ त्यसको लागि तपाईले आफूलाई कहिले पनि सानो नमान्नुहोस्, किनकि काम कहिले पनि सानो हुँदैन। काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्, तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्। अबको 1 घण्टा म तपाईलाई जिन्दगीका मानिसका वास्तविक घटनाहरू सुनाउने गर्छु र त्यसै क्रममा आज मैले प्रहलादजीले पठाउनु भएको जीवन घटनालाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु यो गीतबाट। मात्र तिमीलाई
बाँच्ने कसम खाए। मेरो कथा। इमेज एफएम 979 को प्रस्तुति डियर कल्याणको मनसुनी आवाजमा मेरो कथा। अब क्यानाडा नेपाल.नेटमा डियर कल्याण, बिर्सन खोज्दा खोज्दै पनि सम्झनाहरू असिना झैं बर्सिरहँदा रहेछन् मनको आँगनमा। छोड्न खोज्दा खोज्दै पनि स्मृतिका पानाहरू छाया झैं हिँडिरहँदा रहेछन् आफूसँगै। मन जलेर भए पनि, मन गलेर भए पनि खुशीहरूलाई आफूसँग अगालेर बाँच्ने कोसिस गरे पनि जीवनमा घट्ने घटनाहरू यति विकराल र यति पीडादायी हुँदा रहेछन् जसबाट जति छुट्याउन खोज्यो मान्छेको जिन्दगी र मृत्यु जस्तै एकै पटक छुटिँदा रहेछन्। कहिलेकाहीँ त म जिन्दगीको त्यो दो बाटोमा हिँड्दा हिँड्दै सोच्छु, मान्छेलाई सपना देख्ने कुरा किन दियो होला ईश्वरले? मान्छे किन अरू जनावर जस्तै बाँच्न सकेन होला? दुःखले, पीडाले, घातले, प्रतिघातले जब मान्छेको मन छिया छिया हुन्छ त्यति बेला ऊ बेसहारा हुन्छ, र जब बेसहारा हुन्छ अनि सहाराको खोजीमा निरन्तर भड्किरहन्छ। जब ऊ कोही सहारा लिनको लागि कसैको छहारीमा पुग्छ र त्यसपछि जब ऊ उसबाट सारा कुराहरू प्राप्त गर्छ अनि फेरि छुट्टिएर जान्छ। धोकै धोकाको यो जिन्दगी, स्वार्थै स्वार्थको यो जिन्दगी कहाँबाट सुरु गरौं? डियर कल्याण, मेरो कथा। मेरो नाम प्रहलाद हो। विक्रम सम्वत 2037 सालमा मेरो जन्म दार्चुलाको मित्तल भन्ने ठाउँमा भएको हो। मेरो एक भाइ र एक दिदी। मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो। हामीले सानोमा त्यहाँदेखि पश्चिमतिर पर्ने भारतको देहरादूनमा पढ्यौं। समय अगाडि बढ्दै गयो। सरकारी जागिरे भए पनि बुबाले जसो तसो हामीलाई पढाइरहनु भएको थियो र समय बित्दै जाने क्रममा विक्रम सम्वत 2047 सालमा बुबा भन्सारमा जागिरे भएर आउनुभयो। समय बित्दै गयो। देहरादूनका यादहरूलाई विस्थापित गर्दै विक्रम सम्वत 2050 सालमा हामी काठमाडौँ आएका थियौं। बुबाको चाहना अनुसार मलाई राम्रोसँग याद छ, दिदी म र भाइ काठमाडौँको वनस्थली स्कुलमा पढेका थियौं। ती दिनहरू अझै पनि सम्झनामा खेलिरहन्छन्। समय बित्दै गयो। समयका झोकाहरूले हामीलाई हिर्काउँदै लग्यो। खुशीमा थियौं हामी, उमङ्गमा थियौं। दुःख के हो थाहा थिएन। समय र परिस्थितिले हामीलाई मजबुत बनाउँदै लग्यो र विक्रम सम्वत 2052 सालमा हामीले काठमाडौँमै घर बनायौं। बुबाको आशीर्वादले भनौं अथवा मेहनतले भनौं र अलिकति हामीले दार्चुलाको सम्पत्ति बेचेर भनौं, जसरी भए पनि काठमाडौँमा एउटा घर जुर्यो। यो काठमाडौँ शहर यस्तो छ जहाँ घर नहुनेलाई मान्छे गनिदैन। यो काठमाडौँ शहर यस्तो छ जहाँ घर नहुनेलाई घरविहीन ठानिन्छ। त्यही सोचेर होला मेरो बुबाले आमाले दुःख सुख गरेर काठमाडौँमा घर बनाउनु भयो र विक्रम सम्वत 2053 सालमा मैले एसएलसी पास गरेको हुँ। जति बेला दिदीले आईएससी लेभलको पढाइ सकिसक्नु भएको थियो र त्यसपछि त्यही विज्ञान विषय लिएर मैले पनि पढ्न थाले, अर्थात् वनस्थली स्कुलसँगैको कलेजमा। समय बित्दै गयो। स्कुलका दिनहरू अझै पनि मलाई याद छ। बिहानको चिसो सेरेटोमा जब स्कुल पुगिन्थ्यो र स्कुलकै छेउमा रहेको कलेजमा पुगिन्थ्यो, त्यति बेला
पढाइ सँगसँगै जाडोको चिसो महसुस गर्थ्यौं हामी। साथीहरू थिए, सँगैहरू थिए, खुसी थियो। कहिलेकाहीँ असाध्यै जाडो लाग्दा हामी त्यहाँबाट निस्किएर तातो चिया खान कतै पर पुग्थ्यौं। त्यति बेला साथीहरू हुल बाँधेर गीत गाउँथ्यौं। ती दिनहरू आज पनि सम्झन्छु म। र कहिलेकाहीँ जिन्दगीमा पुराना कुराहरूले यति रमाइलो बनाउँछ, र कहिलेकाहीँ जिन्दगीमा पुराना कुराहरूले यति नजिक ल्याउँछ मान्छेलाई कि मान्छे त्योबाट भागेर जान सक्दैन। पृथक रहे पनि, टाढा रहे पनि जिन्दगीका खुसीहरू, रहरहरू छोडेर कतै निस्किरहने जिन्दगीको कथा म सुनाउँछु ढेर कल्याण तिमीलाई। आज दिल खोलेर सुनाउँछु। यसरी कलेजका दिनहरू याद गरिरहँदा मलाई अझै पनि याद आउँछ। बिहानको जाडो सँगसँगै तातो चिया खाँदा हामीले आफ्ना पढाइका साथसाथै गाएका गीतहरूका टुक्काहरू अझै पनि सम्झनामा खेलिरहन्छ मलाई। र धेरै पछाडि फर्केर आउँदा फेरि त्यही जान पाए हुन्थ्यो जस्तो लाग्छ। पुराना साथी सँगै बसेर जिन्दगीका तिनै खुसी साट्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो। र अहिले पनि लागिरहन्छ, बस लागिरहन्छ। ठन्डी महिना जाडो छ, हे रातो निगाहला चौरी पर्छ। बस सुन्दरी ठन्डी महिना जाडो छ, हे रातो निगाहला चौरी पर्छ। मखमली चोली अनि शिरबन्दी शिरमा सजदुला। हेर सुन्दरी लगन तिम्रो आएको छ, लहै त्यो मन पक्कै आदि जस्तो छ। बस सुन्दरी ठन्डी महिना जाडो छ, हे रातो निगाहला चौरी पर्छ।
छ लहके त्यो मन पक्कै आँटे जस्तो छ रातको निगाहला चौरी परेछ लहके त्यो मन पक्कै आँटे डियर कल्याण, सूर्यको उज्यालोमा रुखको छाया सरे जस्तै सर्दो रहेनछ यादहरू। कहिलेकाहीँ त सोच्छु मान्छेका यादहरू यति घातक हुन्छन् कि मनभित्र खिल जमाएर बस्छन्, छोड्दैनन् यिनीहरूले मान्छेलाई। जब मनका कुराहरू, जब अतीतका सम्झनाहरू, यादहरू तरेली जस्तै मनमा पत्र पत्र बनेर बस्छन् र पुराना सम्झनाहरू भत्काएर हिँड्ने तिनै विशाल कुराहरूलाई आज म कसरी लेखु? मन चाहन्छ नलेखेर बसु, तर फेरि मनभित्र प्रश्न उठ्छ, मनको दुःख मनभित्र राखेर कति बाँचु? जहाँ पुगे पनि, जसरी पुगे पनि, जताबाट पुगे पनि, आखिर जिन्दगी एक दिन टुङ्गिने यात्रा हो। यहाँ सबै सोच्छन् मेरो यात्रा कहिल्यै टुङ्गिँदैन, म हजारौं लाखौं वर्ष बाँचिरहन्छु। हरेक मान्छे यही सोच्छ, हरेक मान्छे यही कल्पना गर्छ, तर जिन्दगीको दायरा प्रतिदिन खुम्चदै गएर र जिन्दगीको यात्रा प्रतिदिन छुटिँदै गएको कसैलाई थाहै हुँदैन। यही रहस्यमा बाँचेका छौं हामी, हाम्रो जिन्दगी, र यही रहस्यमा बाँचेर हामी घात र प्रतिघातको नाटक मञ्चन गर्छौं, दुःख दिन्छौं, अरूको मन टुक्राउँछौं र टुक्राएको मनलाई फेरि जोड्ने कोसिस गर्दैनौं। आज सम्झन्छु म मेरो अतीतलाई डियर कल्याण, र व्यक्त गर्न चाहन्छु आफ्नो मनका अन्तर्मनबाट, जहाँ पुराना सम्झनाहरूले चिथोरिरहन्छन् मलाई। कुरा आइएससी पढ्दाको मलाई राम्रोसँग याद छ, यसबाट आउँथ्यो उसको नाम, मानव उसको नाम सपना हो। राम्रै चिटिक्क परेकी, नौनीले लुहाएकी जस्तै थियो, सलक्क परेका हातगोटा, गुलाबी पत्ता जस्तै थिए उसका होठहरू। आज पनि सम्झना आइरहन्छ त्यो अनुहारको। किन भागेर जाँदैन मनबाट त्यो अनुहार? किन टाढा कतै दूर बस्तीमा गएर हराउँदैनन् ती सम्झनाहरू? कक्षा कोठाभित्र ऊ कहिलेकाहीँ मसँगै बस्थे, चुलबुले जस्तो नदेखिए पनि मनभित्रको उसको आचरण अलिकति चुलबुले थियो। एक दिनको कुरा हो, मलाई राम्रोसँग याद छ। काठमाडौँमा बुबाको सरुवा हुँदा, अर्थात् काठमाडौँ भन्सारमा बुबा आइसक्नु भएको थियो। आमाको पत्थरीको अपरेसन थियो। बानेश्वरको एउटा नर्सिङ होममा आमालाई भर्ना गरिएको थियो। संयोग या जिन्दगीका गोरेटाहरू कहिलेकाहीँ यसरी नजिक आएर जुदिदिन्छन् कि त्यही बाटो हिँडिन्छ, एउटै बाटो, दुईवटा यात्रा, नजिक जस्तो लाग्छ। हात समाउन पुगिन्छ। समाउने हातहरू कहिलेकाहीँ यति नरम हुन्छन् र यति स्पर्शदायी हुन्छन् जसबाट छुट्टिनै मन लाग्दैन। तर फेरि अगाडिको टाढाको दो बाटोमा पुगेपछि किन मान्छे बाटो छोडेर अर्कोतिर लाग्छ? आखिर कहाँ पुग्नु छ र यो जिन्दगीमा? आखिर के नै लानु छ र जिन्दगीमा? तर मान्छेहरूको बाटो रोज्छन्, भ्रमको बाटो, धोकाको बाटो, प्रतिघातको बाटो र घातक बाटो, जसबाट हिँड्नेहरू सोच्छन् कि मेरो जिन्दगी खुसी छ, मेरो जिन्दगीमा उमङ्ग छ, म खुसीको बाटो हिँडे, म यस्तो गर्छु उस्तो गर्छु। तर ती सब सपनाहरू जति जति बाटो काटिँदै जान्छ त्यति त्यति पूर्ण रूपमा प्रस्फुटन हुन सक्दैनन्। जहाँ पनि दुःख छ, मान्छे यसै पनि दुःख छ, दुखी छ, उसै पनि दुखी छ। तर पनि घात र प्रतिघातको नाटक मञ्चन गरेर हिँड्नेहरूका लागि कुरा बेग्लै हुन्थ्यो। डियर कल्याण, म आज भन्छु मेरो कथा। सपना पनि त्यही थिए। उसको बुबालाई भर्ना गरिएको थियो। घर बानेश्वर भन्थ्यो,
मिठो बोल्थी। अंग्रेजी भाषा उसको अत्यन्तै राम्रो थियो। ऊ भन्थी, तिम्रो अंग्रेजी पनि एकदमै राम्रो छ। नर्सिङ होममा आमा र बुबालाई छोडेर हामी बाहिर निस्कन्थ्यौँ। मलाई राम्रोसँग याद छ, बाहिरको चिया पसलमा बसेर हामीले धेरै बेर कुरा गर्थ्यौँ। भाषा फरक भए पनि हाम्रो मन एउटै भए जस्तो लाग्थ्यो। समय र आवेगले हामीलाई नजिक बनाउँदै लाग्यो। कक्षा कोठामा मात्र होइन, संयोगले बिदाको बेला ऊ एक दिन बेलुकी त्यहीँ बसी र म पनि त्यहीँ बसी र डिस्चार्ज भएर जाने दिन उसले मलाई भनी, प्रहलाद, तिमी मलाई भोलि भेटाई, तिमीसँग काम छ। अर्को दिन शनिबारको दिन थियो। मैले हुन्छ भने हाम्रो त्यो दिन भेट भयो। भेट नहुनु थियो तर भयो। जिन्दगीमा कतिपय भेटहरू आफूलाई लागिरहेको हुन्छ यो भेट मेरो लागि राम्रो परिचय हो, यो भेट मेरो जिन्दगीको अनिवार्य शर्त हो। तर जिन्दगीमा कतिपय भेटहरू यस्ता हुन्छन् जसले हृदयमा गहिरो छाप छोडेर जान्छन्, कतै टाढा र दूर बस्तीमा गएर हराउँछन्, मनलाई चितोरेर लैजान्छन्। जो बाटोमा छुट्छ ऊ आफ्नो परेली भिजाएर जिन्दगी गुजारा गर्छ। जो छोडेर जान्छ ऊ हाँसेको नाटक गर्छ। तर जिन्दगीमा कोही पनि हाँस्दैन, न छोड्ने हाँस्छ न छुट्ने हाँस्छ। यो त भ्रम हो। तर पनि हाँसोको खेती गरेर, स्वार्थको खेती गरेर मान्छेहरू कतै टाढा र दूर बस्तीमा पुग्छ। धेर कल्याण, मलाई अझै पनि सम्झना आउँछ त्यही सपनाको, जसको जिन्दगीमा मेरो प्रवेश हुनु सँगसँगै उसले आफ्नो हात बढाई र मेरो नजिक आई र भने, म तिमीलाई आफू जस्तै माया गर्छु। परिकल्पना नगरिएको दायराभित्र जब प्रेमको प्रादुर्भाव हुन्छ, धेर कल्याण, आफ्नी प्रेमिका यति सुन्दर लाग्न थाल्छ, खै कसरी भनौं, बस कसरी। अलिकति नजर तिम्रो, नजर तिम्रो, अलिकति नजर तिम्रो झुकाएर आओ, अलिकति नजर तिम्रो झुकाएर आओ, बादल जस्तो कालो केश फुकाएर आओ, बादल जस्तो कालो केश सँगै बग्ने सागर सुकाएर तिमी सँगै बग्ने सागर सुकाएर अलिकति नजर तिम्रो झुकाएर आओ,
छैनौ पवन जस्तो कालो केश फुकाएर बादल जस्तो कालो केश फुकाएर अलिकति नजर तिम्रो ढेर कल्याण, कहिलेकाहीँ मन यसरी फाड्दो रहेछ, कहिलेकाहीँ मन यसरी टुक्रा टुक्रा हुँदो रहेछ, जसलाई जोड्न जति गरे पनि सकिँदैन, भ्याइँदैनन् र सकिँदैनन् मनका टुक्राहरूलाई जोडेर फेरि पूर्णता दिन। जब जिन्दगी भत्किसकेको मन्दिर जस्तो हुन्छ, जब जिन्दगी टुटिसकेको गिटारको तार जस्तै हुन्छ, न आवाज आउँछ न कोही आएर पूजा गर्छन्, उदास उदास हुन थाल्छ मन। दुखेका तिनै मनका पुनरावृत्तभित्र फेरि आशाको बीज रोपेर बाँच्ने मान्छेहरू म पनि हुँ। म चाहन्थे मायाले जिन्दगीलाई रौनक बनाइदिन्छ। म सोच्थे माया त्यो पाइन हो जसले जिन्दगीलाई चमक दिन्छ र जिन्दगीमा साथ त्यसले पाउँछ जो भाग्यमानी हुन्छ। हमेशा आफ्नो भाग्यमा स्ट्याम्प लगाएर हिँड्थे म सोच्थे म जस्तो भाग्यमानी को छ। बुबातिर फर्कन्थे, आमातिर फर्कन्थे, दिदीलाई हेर्थे, भाइलाई हेर्थे र आफूलाई हेर्थे। आफ्नो सानो साम्राज्य बाहेक मैले अरू केही देखेन जिन्दगीमा र सपना मेरो जिन्दगीमा यसरी आए। ऊ घरकी जेठी छोरी, कान्छी बहिनी छ, स्कुलमा पढ्दैछ भन्थे। बुबा सामान्य, आफ्नो घर बानेश्वर भन्थे काठमाडौँको, तर घरभित्र म कहिल्यै पसिन। मलाई राम्रोसँग याद छ त्यही सालको असारको 17 गते उसको जन्मदिन आयो। मलाई लाग्यो उसलाई के किनिदिने होला, अचम्म लाग्थ्यो। मायाका आवेगहरूले लखेटिँदै जाने जिन्दगीका कुरा गर्छु म डियर कल्याण तिमीलाई। मन कहाँ गएर पोखौं जस्तो हुन्छ, कहाँ गएर सुनाऊ जस्तो हुन्छ। घात र प्रतिघातका कथाहरू, अगाडिबाट अगालो मारेर अगाडिबाट गुलाबका फूलहरू तेर्स्याएर पछाडिबाट छुरा हान्नेको कथा आज म सुनाउँछु तिमीलाई। कहिलेकाहीँ जिन्दगीका दोसाधहरूमा यति मिठो र यति एहसासपूर्ण जिन्दगी अगाडि आइपुग्छ जहाँ माया बाहेक केही देखिँदैन। त्यसैले मायामा घात हुन्छ भन्छन् मान्छेहरू, मायामा पीडा हुन्छ भन्छन् मान्छेहरू, तर सब चीज बिर्सेर म अगाडि बढिरहे। कहिलेकाहीँ सोध्थे म मेरो जिन्दगीको गोरिटोलाई किन बिर्सेर हिँडिरहेको छु। कलेजमा साथीहरू भन्थे, प्रहलाद त पढ्ने केटा होस्, तेरा बुबा आमाले तँलाई पढाउन सक्नुहुन्छ। त्यसमध्येमा जनकपुरबाट आएको मेरो सूरज भन्ने साथीले मलाई भनिरहन्थ्यो, तेरो सब चिज छ, ल हेर त म डेढामा बसेको छु, स्टोभमा खाना पकाएर विज्ञान विषय पढ्न आउँछु। हिजो बुबाले पठाइदिनु पर्ने पैसा पठाउनु भएको छैन, गएको महिना 2 महिनापछि पैसा आयो। तेरो हेर त सब चिज छ, तेरो भाषा राम्रो छ, देहरादूनको ठाउँमा पढेको केटा त, तेरो सब चिज हुँदा हुँदै किन यसरी बहकेर हिँड्छस्।
साथीले त्यही भन्थ्यो, मलाई अझै पनि याद छ। उसले मलाई भन्थ्यो, हेर आफू सक्षम भयो भने सब चिज पाइन्छ, खुट्टा छ भने जुत्ता जति पनि पाइन्छ। तर मैले नेगेटिभ सेन्सबाट भनेको होइन, पोजिटिभ सेन्सबाट भनेको। म हाँस्थे, मलाई सपना सपना जस्तै लाग्थ्यो। ऊ हाँस्दा बिहानीको फूल खिले जस्तो लाग्थ्यो मलाई। ऊ बोल्दा कसैले रागा अलापिरहे जस्तो लाग्थ्यो। किन यति गहिरो सम्बन्ध गाँच्छ मायाले थाहै भएन। त्यति बेला दिदीको विवाह भयो। ऊ विवाहमा आई। बिनाजु डाक्टर हुनुहुन्थ्यो र बिनाजुले भनिरहनुहुन्थ्यो, प्रहलाद तिमीले पनि डाक्टरी पढ्नुपर्छ। यो पेसा राम्रो छ तर एकहोरो बनाउँछ मान्छेलाई, परिवारभन्दा पृथक बनाउँछ। यही हो यसको नराम्रो कुरा। जिस्काउनुहुन्थ्यो मलाई। म सोच्थेँ म पनि डाक्टर बन्छु, त्यसैले त विज्ञान विषय लिएर पढेको। तर पढाइका साथसाथै जब म पढ्न थाल्थेँ, मेरा किताबका पानाभरि सपना आउँथे। खाँदा हो, बस्दा हो, हेर्दा हो, हर पल यसरी मेरो आँखाको डिलमा बास बस्न आउँथे। मैले आफूलाई छुट्याउनै सक्दैन थिएँ ऊबाट। किन पृथक हुन्छन् मनहरू थाहा छैन, किन छुट्टिन्छन् मनहरू थाहा छैन, किन फेरि मायामा गाँसिन्छन् मनहरू त्यो पनि थाहा छैन। समय बित्दै गयो, समयले हामीलाई लखेड्दै लाग्यो, तर हामी छुट्टिन सकेनौं। हामी यहाँ मात्र होइन, बिहानको यात्रा गरेर हामी पोखरा पुग्थ्यौं र बेलुकीको फ्लाइटबाट हामी फेरि काठमाडौँ फर्कन्थ्यौं। शौखिन थिएँ म। मेरो बुबाले जसरी कमाए पनि म सोच्थेँ मसँग धेरै पैसा छ। म सोच्थेँ उसले मलाई साथ दिइरहेकी छ। धेर कल्याण, कति दुःख हुन्छन् मान्छेका मनभित्र र कति पीडाहरू लुकेका हुन्छन्। दिन बित्दै गयो, समय गुज्रदै गयो। उसका कुनै पनि नराम्रो कुरा देख्न सक्दैन थिएँ म। उसले नराम्रो लुगा लगाएर आए पनि म भन्थे, सपना यो नलगाऊ। ऊ भन्थे, म यही लगाउँछु। खै कुन्नी किन हो, सपिङ गरिदिन मन लाग्थ्यो, लिएर जान्थे। ऊ खुसी हुन्थे। सारा मन दिएकी थिए, मुटु दिएकी थिए। मलाई अलिकति केही भयो भने ऊ रुन्थे पहिले। म सोच्थेँ यही त हो माया, यही त हो जिन्दगी। योभन्दा टाढा पनि केही जिन्दगी छ र? यो सबै कुरा थाहा हुँदै गयो। हामी हिँडेको, घुमेको, डुलेको। एक दिन बुबाले मलाई बोलाएर भन्नुभयो, छोरा तँलाई थाहा छ तिमीहरू सुरुमा देहरादुनमा पढ्दा मैले मेरो घरको दुईवटा गोरु बेचेको छु। गाउँको ठाउँ, आफ्नो देश हेर, आफ्नो परिवेश हेर, आफ्नो समाज हेर। हेर त प्रत्येक नेपालीहरू कसरी बाँचिरहेका छन्। को छ र यहाँ सुखी? 5 जना 10 जना सुखी हुँदैमा सारा नेपाली सुखी हुन सक्दैनन्। कति दुःख छ नेपालीहरूसँग। तिमी पनि नेपाली हो। मैले धेरै पढे, लोकसेवा लडे। त्यो जमानामा सरकारी जागिर खान पुगे। जसो तसो भाग्यले साथ दियो र भन्सार जस्तो ठाउँमा पुगेर 2 पैसा कमाए। तर अझै पनि दिल खोलेर म कमाए भन्न सक्दिन। मन र मुटुलाई बाँधेर, शिर झुकाएर बाँचिरहेको छु। यो सबै तिमीहरूको लागि हो। राम्रोसँग पढ, डाक्टर बन। तिमीहरूको लागि म पैसा जति पनि खर्च गर्छु। तर यसरी बरालिएर नहिँड। बुबाको कुरा सही लाग्थ्यो डियर कल्याण। म सोच्थेँ मेरो बुबा जस्तो राम्रो मान्छे यो संसारमा कोही छैन। मेरो बुबा जस्तो योग्य मान्छे यो संसारमा कोही छैन। तर अर्को पाटोतिर फर्कन्थे। उही सपना, उही माया, उही स्नेह, उही जचल्को। जब म कलेजको छेउमा पुग्थे, ऊ उभिरहेकी हुन्थे र कलेज सकिएका दिनमा हामी सँगै हुन्थ्यौं। कहिले कहाँ, कहिले ललितपुर, कहिले भक्तपुर, कहिले काठमाडौँ। अझै पनि याद आउँछ डियर कल्याण। तर त्यति गहिरो माया र स्नेह बाँधेको केटी कसरी घात गरेर जान्छ डियर कल्याण? आज सुनाउँछु तिमीलाई मेरो कथा, बस मेरो कथा। मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले?
तिर्खा लागि प्यास कतै मेट्यौ कि तिमीले मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले तिर्खा लागि प्यास कतै मेट्यौ कि तिमीले मैले भने तिमीलाई भुल्नै सकिन मैले भने तिमीलाई भुल्नै सकिन तिमी बाहेक अरूसँग खुल्नै सकिन तिमी बाहेक अरूसँग खुल्नै सकिन नजानेरै तिम्रो चित्त दुखाए कि मैले तिमीसँग कुनै कुरा लुकाए कि मैले नजानेरै तिम्रो चित्त दुखाए कि मैले तिमीसँग कुनै कुरा लुकाए कि मैले रिसै उठे आँखा तिमीले तरे पनि हुन्थ्यो रिसै उठे आँखा तिमीले तरे पनि हुन्थ्यो आफ्नै ठानी जति गाली गरे पनि हुन्थ्यो मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले तिर्खा लागि प्यास कतै मेट्यौ कि तिमीले मैले भने तिमीलाई भुल्नै सकिन तिमी बाहेक अरूसँग खुल्नै सकिन तिमी बाहेक अरूसँग खुल्नै सकिन सँगै हिँड्दा कतै खुट्टा लाग्यो कि तिमीलाई मैले बोल्दा मनमा ठेस पुग्यो कि तिमीलाई सँगै हिँड्दा कतै खुट्टा लाग्यो कि तिमीलाई मैले बोल्दा मनमा ठेस पुग्यो कि तिमीलाई चित्तै दुखे मन खोलेर माझे पनि हुन्थ्यो चित्तै दुखे मन खोलेर माझे पनि हुन्थ्यो गल्ती भए मुख फोरेरै बाझे पनि हुन्थ्यो पुनः स्वागत छ तपाईलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईं प्रत्येक हप्ता बिहिबार 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ म डियर कल्याणको साथमा र शनिबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण सुन्न सक्नुहुन्छ। यदि तपाईलाई त्यो पनि सुन्ने अवसर प्राप्त भएन भने तपाईं शुक्रबार दिनभर imagechannels.com मार्फत पनि यो सुन्न सक्नुहुन्छ। विशेष गरी यतिखेर संसारभर बसेर इमेज च्यानल सुनिरहनु भएका तपाईहरुलाई पनि म जानकारी गराउन चाहन्छु। शुक्रबार दिनभरि तपाई कार्यक्रम मेरो कथा imagechannels.com मार्फत सुन्न सक्नुहुन्छ। त्यसै क्रममा यो कार्यक्रम सत्य घटनामा आधारित कार्यक्रम भएको पनि जानकारी गराउँछु र
यसमा प्रयोग गरिएका नामहरू काल्पनिक हुन्, यो पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु। त्यसकारण कृपया आफ्ना जीवनका वास्तविक घटनाहरू दिल खोलेर लेख्नुहोला। त्यो तपाईँ र म बीच मात्र रहनेछ र तपाईलाई कुनै अप्ठ्यारो पर्यो भने तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। इमेल मार्फत र फेसबुक मार्फत पनि तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु। र यदि तपाईले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने म प्रहलादजीको जीवन घटनाको अघिल्लो अंश एकपटक फेरि रिक्याप गर्न चाहन्छु। प्रहलादजीको जन्म 2037 सालमा दार्चुलामा भएको थियो। एक भाइ र दिदी सहितको उहाँको बुबा आमाको संयुक्त परिवार थियो। उहाँले सानोमा भारतको देहरादूनमा पढ्नुभयो र विक्रम सम्वत 2047 सालमा सरकारी सेवामा आबद्ध हुनुभएका उहाँका बुबा तराईको एउटा भन्सारमा जागिर गर्न थाल्नुभयो र 50 सालमा उहाँको परिवार काठमाडौँ आएर बस्न थाल्यो र उहाँले वनस्थली स्कुलमा पढ्न थाल्नु भएको थियो त्योभन्दा अगाडि नै। यसै क्रममा आइएससी पढ्दा उहाँको सपनासँग भेट भयो। बानेश्वरमा बस्नुहुने सपनाजीसँग उहाँको भेटघाट सम्बन्ध अगाडि बढ्दै गयो र दुवैले पढाइ छोडेर एकअर्कासँग जिन्दगी बिताउने कसम खाँदै अगाडि बढ्नुभयो। एउटा जीवनमा कसैलाई मन पराइन्छ, कोही आफ्नो जस्तो लाग्छ, तर के दुवैलाई आफ्नो ठानिरहेका हुन्छन् या एकजनाले मात्र ठान्छ? यदि त्यस्तो भयो भने कसरी मान्छेहरूको जिन्दगी बर्बाद हुन्छ? सुनौ यो प्रहलादजीको जीवनको वास्तविक घटना यो गीतपछि। कहिले आगो कहिले पानी सधैँ तिम्रो आनाकानी म कति सहु कति पर्खी बसु म कति सहु कति पर्खी बसु कसरी चल्छ जिन्दगानी सानो तिनो कुरोमै मुहार तिम्रो कालो हिजो मरिसाए आज तिम्रो पालो कहिले नौनी कहिले ढुङ्गो छैन कहिले तिम्रो टुङ्गो म कति सहु कति पर्खी बसु म कति सहु कति पर्खी बसु बनाइसक्यो मलाई लाटो भुङ्गो लाटो भुङ्गो तिमीलाई नसधैँ झुटो कहिले आगो कहिले पानी सधैँ तिम्रो ढेर कल्याण मुटु च्यातेर फ्याँकिदिन मिल्ने भए म त च्यातेर फ्याँकिदिन्थे होला।
सानैदेखि एकान्त प्रियमा, सानैदेखि आफूलाई एक्लो रूपमा उभ्याउन चाहने मान्छेमा अत्यन्तै भावुक थिए जस्तो लाग्छ। यो जिन्दगीमा मान्छे जति भावुक हुन्छ, मान्छे जति कोमल हुन्छ, मान्छे जति सरल हुन्छ, ऊ अरूबाट त्यति घातमा पर्दै जान्छ। मान्छे त ढुङ्गा जस्तो हुनुपर्छ, मौका मिल्यो कि अर्कोलाई लडाएर अगाडि बढिहाल्नुपर्छ, त्यही मान्छे सफल हुँदो रहेछ। अर्काको लागि बाँच्ने मान्छेहरू जब अर्कालाई बचाइन्छ अनि तिनै मान्छेहरू पछाडिबाट छुरा रोपेर जाँदा रहेछन्। खै कुन्नी किन हो डियर कल्याण, आज सारा मनको भारी तिमीलाई बिसाएर, सारा दुःखहरू पोखेर एकपटक भए पनि हाँस्न मन लागेको छ। यो नितान्त मेरो दुःखको कुरा हो, कसैसँग सरोकार राख्दैन। तर यो कार्यक्रम सुनिरहनुभएका हजारौं लाखौं मानिसहरूलाई लाग्ला डियर कल्याणले सुनाएको कथा, प्रहलादको कथा, कति घात र प्रतिघातमा परेछ त्यो केटा, कसरी मान्छेको बन्धनमा परेर कसरी सारा चीज लथालिङ्ग पारेछ। मान्छेहरू यही भन्लान्, म यही चाहन्छु, अरूबाट दयाको पात्र बनेर हिँडिरहेको म अलिकति भए पनि मायाको अपेक्षा चाहन्छु। मलाई राम्रोसँग याद छ, जति बेला म र सपना पोखरामा थियो त्यति बेला उसले भनेकी थिए, फेवातालमा हामी दुवैजना ढुङ्गामा थियौं। लामो फराकिलो फेवातालभित्रको त्यो ढुङ्गामा चिप्लिरहँदा हामीलाई लाग्थ्यो जिन्दगी यस्तै सरल छ, यस्तै सहज छ र जिन्दगी यस्तै राम्रो छ। तर कहिले पनि लाग्दैन थियो कि म यो जिन्दगीको पराकाष्ठाबाट उभिएर, मलाई कहिले पनि लाग्दैन थियो कि यो जिन्दगीको पराकाष्ठाबाट उभिएर म जिन्दगीलाई अगाडि बढाइरहेको छु। मैले सोच्थे मेरो बाँच्ने धरातल यति मात्रै हो, उसको माया मेरो लागि जिन्दगीको सर्वस्व भयो। भाइले पढ्यो, दिदीको विवाह भएर गए पनि दिदीले पढ्नु भयो, तर मेरो लागि पढाइ कहिले पनि महत्त्वको विषय बन्न सकेन। किन मलाई थाहा भएन, अर्थात् मेरो पढाइ कमजोर हुँदै गयो। समय र आवेगले विक्रम सम्वत 2058 सालसम्म पनि मैले आफ्नो आईएससी लेभलको पढाइ पूरा गर्न सकेको थिएन र त्यही साल मैले लागेको ब्याक पेपर दिए र पास गरे। यसरी समय बित्दै गयो। म चाहन्थे मसँग पैसा छ, सब चीज छ, पैसाले सब किन्न सकिन्छ, माया किन्न सकिन्छ, पैसाले सब चीज पाउन सकिन्छ। त्यो पनि मैले कमाएको पैसा थिएन, मेरो बुबाको पैसा थियो। बुबाले कहाँबाट ल्याउनुहुन्छ मलाई थाहा थिएन, तर हाम्रो लागि कुनै कुराको कमी थिएन। दिदीको विवाहको बेला मैले बुबाकै चेकबाट झिकेको पैसा मेरो अकाउन्टमा जस्ताको तस्तै थियो। हुनेलाई त यस्तो हुन्छ, नहुनेलाई कस्तो हुन्छ होला मलाई थाहा थिएन डियर कल्याण। तर बिस्तारै समय आफूबाट बल्झिँदै गयो, आफूबाट हराउँदै गयो जिन्दगी। म फेरि सुनाउँदै जान्छु पोखराको कथा। फेवातालमा सपनाले मलाई भनेकी थिए, बरु यो जिन्दगीमा म तिम्रो साथ छोड्दिन, बरु मर्छु, म मर्न तयार छु, मलाई छोडेर नजाऊ। कति पटक मैले उसलाई बिर्सन खोज्थे, उसबाट रिसाएर हिँड्थे, तर छाया जस्तै ऊ मेरो पछाडि हिँडिरहे। मैले उसको दुःख देख्न सकिन, उसलाई के कुराको कमी छ सब दिइरहे, सब चीज उसलाई लुटाइरहे। ऊ खुसी थिए। एक पटकको कुरा हो, म मोबाइल अफ गरेर घरमा सुतेको थिएँ, उसले अचानक घरमा फोन गरी। 59 सालको कुरा हो यो। त्यति बेला म बीएससी लेभलमा पढ्दै थिएँ भर्खरै। उसले फोन गरी आमाले गाली गरिदिनु भएछ।
त्यसपछि उसले फेरि फोन गरी बुबाले गाली गरिदिनु भएछ। मलाई नरमाइलो लाग्यो। मलाई त मेरो परिवार, मेरो बानी व्यवहार देखेर वाक्क भइसक्नु भएको थियो। अब यसले पढ्दैन भन्ने थाहा थियो। आफ्नो व्यवसाय गरेर बसोस् भन्ने बुबाको इच्छा थियो। म त्यही गर्ने मनसायमा थिएँ। र त्यसपछि बुबाले व्यवसाय गरेर बस भन्ने आग्रहलाई स्वीकारेर म व्यवसाय गर्ने तर्खरमा थिएँ। तर बिस्तारै बिस्तारै सपनाले मबाट पाइला अर्कोतिर मोड्न थाली। ती दिनहरूमा मैले उसलाई सम्झाउँथे, हेर कहिले दुःख हुन्छ, कहिले सुख हुन्छ। हिजो मसँग धेरै थियो, मैले सबै कुरा तिमीलाई दिए। तर आज मसँग केही छैन। म सङ्घर्ष गर्दैछु। मैले पढ्न सकिनँ। पढ्न नसकेको कारण म केही व्यवसाय गर्दैछु। तिमी मलाई साथ दिनुपर्छ। हेर यो सब तिम्रो लागि हो। मेरा साथीहरूले त मलाई भन्थे, आफ्नो कामतिर लाग, केटी भनेको जति पनि पाइन्छ त सक्षम भइस् भने। तर मैले त्यसो हेरिन। धेर कल्याण सब चिज उसैमा देखेँ, सब चिज उसैमा पाएँ। उज्यालो पनि सपनामा थियो, अँध्यारो पनि सपनामा थियो। खुसी पनि उसैमा थियो, दुःख पनि उसैमा थियो। मैले जिन्दगीमा दायाँ बायाँ केही हेरिन। एक कोरो लगाम लगाएको घोडा जस्तो यो जिन्दगीको गोरेटोमा म हिँडिरहेँ। ऊ मेरो घर जान बन्देज थियो। बुबा चाहनुहुन्थ्यो छोराले विवाह नगरोस्, आफ्नो केही गरेर देखाओस् अनि विवाह गरोस्। र त्यो पल मैले एक दिन सपनालाई भने, सपना अब हामी विवाह गरेर बसौँ। त्यति बेला उसले मलाई प्रश्न गरी, कहाँ बस्ने हामी? डेढामा। म छक्क परे र त्यति बेला प्रश्न गरे, तिमीले पनि त बानेश्वरमा मेरो घर छ भन्थ्यौ, आखिर त्यो डेढा रहेछ, के हुन्छ डेढामा बस्दा? ऊ मेरो अगालोमा बाँधिएर रोइ। किन रोइ मलाई थाहा छैन। मैले सोच्थेँ मेरो मायामा रोइ होले। म सोच्थेँ मेरो दुःखमा रोइ। म सोच्थेँ मेरो भावनामा रोइ। वर्षौंदेखि माया गरेको, आफूले नकमाए पनि परिवार र बुबाले कमाएको पैसा ल्याएर उसको लागि सबै कुरा जोडेको मेरो यादमा रोइ। तर म बिचारालाई के थाहा ढेर कल्याण, ऊ मेरो अगालोमा बाँधिएर अरू कसैको यादमा रोइरहेकी थिए। बस अरू कसैको। अँध्यारोमा छाउ छाउ तिमी, उज्यालोमा बिलाउँछौ तिमी। मेरो कोसिस असफल, तिमीलाई सधैँ सम्झन्छु। मेरो कोसिस असफल, तिमीलाई सधैँ सम्झन्छु। सपनीमा आउँछौ तिमी, विपनीमा भाग्छौ तिमी। मेरो भाग्य यस्तै छ, तिमीलाई सधैँ पर्खन्छु। मेरो भाग्य यस्तै छ, तिमीलाई सधैँ पर्खन्छु। बाँचिने र हर्नी पुग्यो, अब सम्झु म कति। पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी। बाँचिने र हर्नी पुग्यो, अब सम्झु म कति। पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी। ला 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 मेरो कर्मै खोटो छ, तिमीलाई पाऊँ कसरी। मेरो कर्मै खोटो छ, तिमीलाई पाऊँ कसरी।
भन्थ्यौ सायद यस्तै नै हो कि चाहना जन्म जन्मको जस्तो लाग्छ के गरौँ कुनी देखेको पाइँदैन भन्थ्यौ सायद यस्तै नै हो कि चाहना जन्म जन्मको जस्तो लाग्छ के गरौँ कुनी ला 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 मेरो माया चोखो छ चाहिरहन्छु सधैँभरि मेरो माया चोखो छ चाहिरहन्छु सधैँभरि अँध्यारोमा छाउँछौ तिमी उज्यालोमा भिलाउँछौ तिमी मेरो कोसिस असफल तिमीलाई सधैँ सम्झन्छु मेरो कोसिस असफल तिमीलाई सधैँ सम्झन्छु सपनीमा आउँछौ तिमी विपनीमा भाग्छौ तिमी मेरो भाग्य यस्तै छ तिमीलाई सधैँ पर्खन्छु मेरो भाग्य यस्तै छ तिमीलाई सधैँ पर्खन्छु डियर कल्याण सपनाहरू च्यातिएको जब आफैले आफैलाई सपनाहरू च्यातिएको देख्न थाल्छ आफ्नो लागि जब आफ्ना सपनाहरू च्यातिन थाल्छन् तब छायाले पनि हेप्दो रहेछ मान्छेलाई मेरो घरभित्र छिर्न सपनालाई पूर्ण बन्देज गरिएको थियो र परिवार चाहन्थ्यो छोराले पढाइतिर ध्यान दियोस् आफ्नो काममा लागोस् आफ्नो कर्म गरोस् तर मैले नपढेको पनि होइन डियर कल्याण कलेज त बारम्बार जान्थे ऊ पनि जान्थे तर परिस्थिति र संयोग हाम्रो अगाडि यसरी गुज्रियो कि हाम्रो लागि एक अर्काको माया सबभन्दा ठूलो कुरा भयो एक अर्कोसँग हिँड्नु एक अर्कोसँग खानु एक अर्कोसँग बस्नु नै सबै कुरा हो जस्तो लाग्यो म चाहदैन थिएँ त्यो कुरा र ऊ पनि चाहदैन थिए तर संयोगले त्यस्तो हुँदै गए किनकि ऊ पनि मलाई आफूबाट टाढा राख्न चाहदैन थिए र म पनि उसलाई कलेजतिर बाटोतिर क्यान्टिनतिर रेस्टुरेन्टतिर हामीलाई सोध्थे सबै चिनजानका भइसकेका थिए कहिलेकाहीँ एक्लै जाँदा मलाई सपनाको बारेमा सोध्थे कहिले ऊ जाँदा मेरो बारेमा सोध्थे परिचित थियौँ हामी यो संसारमा नामका लागि कामका लागि र दामका लागि परिचित हुनुपर्ने मान्छे हामी रेस्टुरेन्टका विनरहरू मालिकहरूसँग परिचित थियौँ मलाई आज सम्झदा विकराल लागेर आउँछ तर जे जस्तो भए पनि मैले सपनालाई विवाह गराउँ भने तर उसले शर्त अगाडि राख्न थाली मैले भने मायामा यस्तो कुरा हुँदैन उसले हुन्छ भन्न थाली तर्क जता घुमाए उतै घुम्छ डियर कल्याण उसले मेरो कुरा मन पर्न छोड्यो उसलाई हिजोसम्म मेरो अगालोमा बाँधिएर रुने हो मेरो कुरा एउटा पनि काट्न नसक्ने हो आज मलाई छोड्दै गए र बिस्तारै बिस्तारै नसाले छोडे जस्तै उसले मलाई छोड्न थाली म चाहन्थे उसले मलाई जहाँ पनि साथ दिन्छ जस्तोमा पनि साथ दिन्छ दुःखमा सुखमा पीडामा मैले उसलाई साँचो माया गरेको छु तर मेरो अगालोमा बाँधिएर अर्काको यादमा रुने प्रेमिका यो संसारमा कतै छ भने डियर कल्याण यो आवाज मार्फत सुनाइदिनुहोस्
म तिमीलाई तिमीबाट तपाईँ भन्छु, हजुर भन्छु। मेरो हजुर यही आवाज मार्फत सुनाइदिनुहोस्। मलाई अचम्म लाग्दै गयो। समय बिस्तारै रूपान्तरित हुँदै गयो। मैले पर्खदै गएँ। प्रतीक्षाका बाँधहरू कम थिए मसँग। बिस्तारै बिस्तारै उसले मेरो अगालो छोडेर अरू कसैसँग गई, जसँग सब चिज थियो। हिजो मसँग हुँदा ऊ मेरो आफ्नो थिए। त्यो बीचमा उसले मलाई विदेश जानको लागि कोसिस गर्नको लागि अनेक दबाब दिए। हामी दुवैले भिजा अप्लाई गर्यौं, तर कसरी लाग्थ्यो, न पढाइ छ न लेखाइ छ। तर जसो तसो जिन्दगी गुजार्ने बाटो मात्र थियो। यसरी हामी एकअर्कोबाट पृथक हुँदै गयौं, तर मैले उसलाई छोड्न सकिनँ। सायद मेरो मन उसको भन्दा कोमल थियो होला। अब हाम्रो बाहिर जाने बाटो पनि बन्द भयो। छेउछाउका देशहरूमा के जानु, युरोप र अमेरिका जाने बन्द भयो। अब के गर्नु? काठमाडौँमा बुबाले केही दिनु हुँदैन। बुबासँग माग्ने अधिकार सकियो। घरमा आमाले गाली गर्नुहुन्छ। त्यो बीचमा भाइ अमेरिका जाने भयो। विक्रम सम्मत 2061 सालको कुरा। उसले आफ्नो प्रोसेसर अगाडि बढाइरहेको थियो र बिस्तारै बिस्तारै सपनाले मलाई छोड्दै गए। र जुन दिनदेखि उसले मलाई छोड्दै गए, मैले आफूलाई सम्हाल्न नसक्ने भए। घर आउन कम हुन्थ्यो। घरमा आए बुबा आमाले गाली गर्नुहुन्थ्यो। उसलाई खोज्न जाउँ, कहाँ जाउँ? उसलाई फोन गर्थे, मोबाइल अफ हुन्थ्यो। फोन उठाउँदा ऊ रिसाउँथे, झर्कन्थे। म भेट्दिन, मेरो विवाह हुँदैछ भन्थे। एक दिन मैले उसलाई बोलाएँ, उसले आउँछु भने, तर आएन। त्यो दिन पानी परेको थियो, असाध्यै। मलाई राम्रोसँग याद छ, भदौ महिनाको याम थियो। पानीमा रुजेर बाटोको छेउमा बसिरहे ढेर कल्याण। 4 बजेदेखि बसेको 7:30 बजेसम्म बसे। मोबाइल अफ छ। घरमा फोन गरौँ, थाहा छैन भन्छन्। अहिलेसम्म उसको घरमा गएको सम्म थिएन। जानु हुँदैन, मलाई गाली गर्नुहुन्छ भन्थे। मैले सब चिज सहँदै गएँ। र त्यो दिन मलाई यति नरमाइलो लाग्यो कि मेरो साथीसँग गएँ। साथीले मलाई जिस्काउँदै भन्यो, मसँग गाँजा छ, खान्छस्? मैले खान थालेँ। बिस्तारै बिस्तारै ढेर कल्याण म भरालिँदै जान थालेँ। उसको याद आउँदै गए। घरबाट पनि हेला र अपहेलना सहँदै गएँ मैले। 62 साल लाग्यो। 62 सालमा भाइ अमेरिका उड्यो। उड्ने दिन सारा आफन्तहरू आए। उसलाई टिका टाला लगाइदिए, माला लगाइदिए। म ढोकामा बसेको थिएँ। मलाई कसैले सोधेन। आज तिमीसँग बाँट्न चाहन्छु मेरो दुःखको कुरा ढेर कल्याण। यो भलेको आगो ताप्ने दुनियाँ रहेछ। त्यही घरको 2 भाइ म। मलाई कसैले सोधेन। मलाई त्यो दिन असह्य बाधा भएर म घरबाट निस्केँ। र त्यो दिन हाम्रो टिमको साथीहरूसँग बसेर मैले ओभरडोज लिएछु। हामीलाई शङ्खमूलको गल्लीबाट पुलिसले पक्रेर लाग्यो र त्यसपछि हामीलाई त्यो दिन थानामा राख्यो। अर्को दिन बुबा आउनुभयो। मलाई सबका अगाडि 2 झापड हानेर भन्नुभयो, मेरो छोरा होइनस् त कुकुर होस्। ढेर कल्याण म के भनौँ? त्यसपछि हामीलाई त्यहाँबाट लगेर महाराजगञ्जको एउटा पुनर्स्थापना केन्द्रमा लगेर भर्ना गरियो। मलाई याद आउँथ्यो सपनाको। सपना कहाँ थिए थाहा थिएन। उसले मोबाइल नम्बर परिवर्तन गरिसकेकी थिए। घरमा मलाई चिन्दैन थिए। परिवेश के हो, बाटो के हो, गोरेटो के हो, मलाई थाहा भएन। बिस्तारै बिस्तारै म जिन्दगीको त्यो परिवेशमा पर्दै गएँ। एक दिन मलाई कसैले भनिरहेको थियो, कसैले मलाई पढाइरहेको थियो, जिन्दगी भनेको लक्ष्य हो, कोही कसैको लागि ठुलो हुन सक्दैनन्। मैले त्यो दलदलबाट उम्कने कोसिस गरिरहेको थिएँ ढेर कल्याण। र ती दिनहरूमा मलाई सपनाको याद आउँथ्यो। पोखरामा बिताएका रातहरू, कैयौं ठाउँमा बिताएका दिनहरू मेरो आँखामा चलचित्र जस्तै घुमिरहन्थे। म त्यति बेला भन्थे, सपना के यी सब कुराहरू मुखले भन्ने मात्र हो, व्यवहारमा लागू हुन सकेन। किन मलाई एक्लै छोड्यो? म त्यही भन्थे।
बस त्यही। तिम्रा लागि जान दिन्छु, तिमी मेरो मनको राजा। तिम्रा लागि जान दिन्छु, तिमी मेरो मनको राजा। सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता। यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो। कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने। कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने। आफ्नो खुसी मेटाएर कोही अरूको पीर बोक्ने। तिमीलाई दिन्छु फुलै फुल, म त लिन्छु काँडै काँडा। तिमीलाई दिन्छु फुलै फुल, म त लिन्छु काँडै काँडा। यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो। डियर कल्याण, सहदासम्म त सहन सकिँदो रहेछ, तर मनै टुटेपछि के गर्नु। समाजबाट, मायाबाट, सबैबाट अपहेलित भएपछि के गर्नु। जिन्दगीमा जब कोही पनि आफ्नो लाग्दैन तब के गर्नु। मैले पनि त्यही गलत बाटो रोजे, आज पश्चातापमा छु। यसरी 64 सालसम्म म त्यही बसिरहे जहाँ नशा सेवीहरूलाई उपचारका लागि राखिन्थ्यो, र 64 सालमा म त्यहाँबाट निस्के। मैले धेरै कुरा थाहा पाएँ जिन्दगीमा, धोका के हो, माया के हो। मलाई लाग्यो मैले जिन्दगीमा केही गर्नुपर्छ। म घर आएँ र बुबालाई भने, बुबा म पढ्न चाहन्छु। आमाका आँखामा खुसी कहाँ छु थिए डियर कल्याण त्यो दिन। मेरा बुबा आमा भन्नुहुन्छ, तिमी मन्दिर गएर आयो। र त्यो दिन मैले आमालाई भने, आमा म पढ्न चाहन्छु, म फेरि जोइन गर्न चाहन्छु, विज्ञान विषय लिएर पढ्छु र MBBS पढ्न चाहन्छु अब म। मेरो बुबा छक्क पर्नुभयो। भाइले अमेरिकाबाट फोन गर्यो, दिदी आउनुभयो घरमा। बिनाजु पनि छलफल चल्यो। सायद दिदी बिनाजुले पत्याउनु भएको थिएन होला, तर मैले कठोर निर्णय लिइसकेको थिएँ। म भित्र ईख फलाएको थियो डियर कल्याण। र त्यसपछि मैले फेरि आफ्नो पढाइ सुरु गरेँ। पुतली सडकको एउटा जहाँ MBBS सम्बन्धी पढाइ हुन्थ्यो, त्यहीबाट मैले फेरि आफूलाई सुरु गर्दै गएँ। नभन्दै मेरो नाम निस्कियो र आज त्यही पढिरहेको छु। कहिलेकाहीँ सोच्छु मेरो जिन्दगीको पछिल्लो हिस्सा डियर कल्याण असाध्यै दुःख लागेर आउँछ। त्यो उमेर, त्यो भैँस, त्यो सपना कति कठोर भएर तोड्छन् तोड्नेहरूले, तर जसले तोड्न सक्दैन वो बर्बाद हुन्छ। यो दुनियाँमा जो ठूलो मन लिएर हिँड्छ त्यही बर्बाद हुन्छ।
ढुङ्गा जस्तो मन बोकेर हिँड्नेहरूलाई केही हुँदैन। आज रुन्छन्, भोलि बिर्सन्छन्, तर विशाल सगरमाथा जस्तो हृदय बोकेर हिँड्नेहरूले सधैँ बोलिरहँदो रहेछ। कहिलेकाहीँ पुरानो याद आउँछ, तर मैले गुमाएको परिवार, पढाइ, समय सम्झन्छु र यति कठोर भएर आउँछु कि म सब चिज बिर्सेर आज पढ्न चाहन्छु। मैले पढिरहेको छु। डियर कल्याण, मैले तपाईँलाई पठाएको इमेलमा सम्पूर्ण ठेगानाहरू छ मेरो लागि। मलाई फोन गर्नुहोला र कृपया म पढेको ठाउँसम्म आइदिनुहोला। तर मैले तिमी भनेर सम्बोधन गरेको छु। मलाई खैकुन्नी किन यो आवाज असाध्यै मनपर्छ, तर जब जब सुन्छु मलाई पुरानो हिस्साले सताइरहन्छ। मलाई सपनाको अनवरत याद आउँछ र यही कार्यक्रम मार्फत म सबैलाई भन्न चाहन्छु, यो जिन्दगीमा घात गर्नेहरू पनि छन्, साथ दिनेहरू पनि छन्। घात गर्नेहरूले यति नराम्रोसँग घात गर्छन् कि साथ दिनेहरूदेखि पनि मान्छेहरू तर्सेर भाग्छन्। त्यसैले बच्न सक्नु पर्दो रहेछ। यो कार्यक्रम सुनिरहनुभएका सबैलाई म त्यही भन्छु। म त घात र प्रतिघातको नाटक मञ्चन गरेर जाने एउटा पात्रबाट पीडित भएर आफ्नो जीवनलाई बर्बाद पारे। तर तपाईँ समयमै सचेत हुनुहोस्, कसैलाई विश्वास नगर्नुहोस्, तर माया र सद्भाव सबैलाई बाँड्नुहोस्। किनकि विश्वास र मायामा धेरै ठूलो दुःख हुन्छ। त्यसले तपाईको करियर, तपाईको जिन्दगी र तपाईको भविष्यप्रति त्यसले अवरोध खडा गरिदिन्छ। जसरी म एउटा ड्रग एडिक्ट भएर नशामा लट्ठिएर जीवन बर्बाद गरेँ। आज मभन्दा साना उमेरका विद्यार्थीसँग बसेर MBBS पढ्दैछु। मेरा बुबासँग पैसा थियो, त्यसैले फेरि मैले पढाइ सुरु गरेँ। म सोच्छु मेरा बुबा आमा देउता हुन्, दिदी र भाइ मेरो लागि सहयात्री हुन्। आज इष्टमित्र सबैले मलाई माया गर्छन्। म बिग्रेको दिन मलाई कसैले पनि माया गर्दैन थियो, आज सबैले माया गर्छन्। म पढ्न चाहन्छु र साँच्चीकै एउटा डाक्टर बनेर देखाउन चाहन्छु यो समाजलाई। र यतिखेर यो कार्यक्रम सुनिरहनुभएका सबैलाई पनि त्यही भन्न चाहन्छु, आफ्नो लक्ष्यलाई माया गर्नुहोस्, जिन्दगीलाई माया गर्नुहोस्। कसैको अगाडि समय बर्बाद नगर्नुहोस्। कसैको भावना र मायामा लट्ठिएर आफ्नो करियरलाई नडुबाउनुहोस्, यही भन्न चाहन्छु। र यतिखेर कतै बसेर कार्यक्रम सुनिरहेकी सपना, यदि तिमीले सुनिरहेकी छेउ भने म तिमीलाई दोष दिन चाहदैन। तिमी त महान रहेछौ, तिमीलाई म आदर गर्छु। त्यसरी पनि मान्छे छोडेर हिँड्न सक्दो रहेछ, त्यसरी पनि मन बाङ्गिदो रहेछ। मैले तिम्रो लागि के गरिन? घरमा बुबाले पिड्दा पनि तिम्रो अगालोमा आएर रुन्थे। आफूलाई जन्म दिने आमाले पिँढीमा बसेर छोरा त्यसो नगर भनेर रुँदा पनि आमालाई गाली गर्दै तिम्रो साथमा हिँड्थे। सारा चिज त्यागे। मैले त 2 पैसा कमाएको थिएन, तर बुबाले कमाएको जहाँबाट कमाएर वा जहाँबाट ल्याएर थोपारे पनि त्यही पैसा ल्याएर तिम्रो लागि सर्वस्व किनिदिए। तर आज अन्त्यमा आएर तिमीले मलाई छोड्यौ। तिमी कहाँ छौ मलाई थाहा छैन, तर यो कार्यक्रम प्रत्यक्ष सुनिरहेकी छौ भने अथवा अनलाइन मार्फत तिमी सुनिरहेकी छौ भने म तिमीलाई यति भन्न चाहन्छु, तिमीले धोका दिएर मलाई केही फरक परेन। म फेरि उठिसके। हेर, यो जिन्दगी यस्तै हो। कुनै दिन तिमीले मलाई धोका दिए जस्तो लाग्थ्यो होला, तर म जति जति सफल हुँदै जान्छु आफ्नो जीवनमा, म जति जति माथि उड्दै जान्छु, त्यति त्यति तिमीलाई धोकाको अनुभव हुँदै जान्छ। जसले प्रगति गर्दै जान्छ उसलाई कसैले धोका दिन सक्दो रहेनछ। मैले त्यही बुझेको छु। त्यसैले म प्रगति गर्न चाहन्छु, आफ्नो जीवनमा क्रान्ति गर्न चाहन्छु, गरेर केही देखाउन चाहन्छु। र तिमी गल्दै जान्छौ र तिमी रुँदै जान्छौ मेरो यादमा। कुनै दिन यसरी रुनेछौ जसरी म रोएको थिएँ। बस म
आँसु झर्दिनमा रुन मलाई पुगिसक्यो आँसु झर्दिनमा रुन मलाई पुगिसक्यो माया लाउँदिनमा मायाको अर्थ बुझिसके माया लाउँदिनमा मायाको अर्थ बुझिसके आँसु आँसु चोट के हो बिसा के हो माया के हो तिरस्कार के हो चोट के हो